हेलो एभ्रिवान, वेलकम ब्याक। आज हामी सिम्याटको अगस्त 2024 को क्वेसन सल्भ गर्दैछौँ, म्याथ सेक्सन। यहाँ केही पोर्सन कभर गर्नेछौँ र तपाईलाई यो डेटको पास्ट क्वेसन चाहिएको छ भने डिस्क्रिप्सनको फर्म भर्नुहोस्। आई विल मेल यु द फुल क्वेसन, फुल पीडीएफ मेल गर्नेछु। लेट्स बिगिन द सोल्युसन। यो अघिल्लो साल पनि सोधिएको थियो, यो रिपिट भएको क्वेसन जस्तै नै मान्न सकिन्छ। र नम्बर दिएको छ र व्हिच डिजिट इज इन द 100 प्लेस भनेर सोधिएको छ। 1s, 10s, 100 प्लेसमा 9 छ, सो आन्सर इज 9। नेक्स्ट, यो अलि सजिलो छ रिलेटिभली यो इयरको पनि क्वेसन। अघिल्लो इयरको नि अलि सजिलै सोधेको थियो। x + 2 = 3 भने यसको भ्यालु कति हुन्छ भनेर सोधेको छ। यहाँबाट सल्भ गर्दा के आयो? x = 3 - 2 = 1 आयो। यहाँ लगेर 1 को भ्यालु सब्स्टिट्युट गर्दा के आयो? 5 × 1 + 2 भनेपछि 5 + 2 = हाम्रो 7 आन्सर आयो। ल नेक्स्ट, व्हाट इज एप्रोप्रिएट भ्यालु अफ क्युब रुट अफ यो नम्बर? अब यसमा चाहिँ डाइरेक्टली क्युब रुट कति हो भनेर चाहिँ हामीलाई बिना क्याल्कुलेटर त निकाल्न गाह्रो पर्छ। त्यही भएर दिएको नम्बरको रेन्जहरू हेर्नुहोस्। यो दुईटा नम्बर 40 को रेन्जमा छ, यो 30 को, यो 50 को। अब के गरौँ भने यो 40 को क्युब निकालौँ, 30 को क्युब निकालौँ र 50 को क्युब निकालौँ पहिला। त्यो निकाले पछाडि एक खाले सेन्स बन्छ कुन नम्बरको बिचमा पर्छ होला भनेर। सो 40 को क्युब भनेको 40 को 3 चोटि मल्टिप्लाई गर्दा 6 4 0 0 0 आयो। 5 5 25, 25 × 5 1 2 5 3टा 0 आयो, राइट। अब हेर्नुहोस् है त, 30 को क्युब 27,000, यो त 68,000 समथिङ छ भने यो 31 को क्युबले यो भेट्न सक्दैन, किनकि एकदम सानो भयो यो नम्बर 31। 40 को क्युब 64,000, यसले भेट्न सक्छ, तर यसले पनि भेट्न सक्छ, यो पनि नजिकै छ। 50 को क्युब एकदम ठुलो आइसक्यो, यो भन्दा ठुलो भने 50 पनि आन्सर हुन सक्दैन। सो हाम्रो आन्सर कि 41 हो कि 43 हो। अब हेर्नुहोस् त, लास्टमा 1 छ भने पछाडि यो 43 को क्युब गर्दा त 43 × 43 × 43 गरिन्छ। यो लास्टमा यो मल्टिप्लाई गर्दा लास्ट डिजिट त 1 आउनै सक्दैन। सो 41 को त लास्टमा 1 1 1 मल्टिप्लाई हुन्छ हैन। सो त्यो हुँदाखेरि लास्ट डिजिट 1 आउँछ। सो यसरी लजिकल्ली हामीले आन्सर 41 हो भनेर बिना क्याल्कुलेटर पनि पत्ता लगाउन सक्छौँ। अर्को सजिलो क्वेसन, 80% अफ 8 इज 80% अफ 8 क्वेसनले यो सोध्यो। सो 80/100 × 8। अब काटौँ, 0 ले 0 काट्यो, 8 8 जा 64, 64 / 10, 10 ले डिभाइड गर्दा यो 6.4 भयो भने आन्सर 6.4। र यो हिसाब नगरिकन डाइरेक्ट पनि पत्ता लगाउन सकिन्छ। 80% भनेको त 8 को 50% 4 हुन्छ। 80% भनेको त 4 भन्दा ठुलो नै नम्बर हुन्छ। 4 भन्दा ठुलो नम्बर अरू कुनै छ र? यो बाहेक छैन। सो 80% इज 6.4 भनेर यसरी हिसाबै नगरिकन पनि पत्ता लगाउन सकिन्छ। अब व्हिच वान इज नट अ स्क्वायर नम्बर? यसको लागि चाहिँ म के रेकमेन्ड गर्छु भने 1 देखि 20 सम्मको स्क्वायर चाहिँ कण्ठ गरौँ। सो यो हेर्ने बित्तिकै थाहा हुन्छ यो 12 को स्क्वायर हो, यो 11 को हो, यो 13 को हो भने पछाडि पक्कै यो होइन होला भने यो आन्सर हो हाम्रो। यिनीहरू सबै होइन, पर्फेक्ट स्क्वायर यो मात्रै हुन सक्छ। सो 1 देखि 20 सम्मको चाहिँ स्क्वायरहरू याद गर्नुभयो भने तपाईलाई लजिकल रिजनिङमा पनि हेल्प गर्छ, म्याथमा पनि हेल्प गर्छ यसले है त। सो व्हिच इज नट अ स्क्वायर नम्बर भन्दा हाम्रो आन्सर चाहिँ यो हो। टाइम एन्ड वर्कको सजिलो क्वेसन छ। 20% काम सक्नलाई 8 डे, इन हाउ मेनी डेज 8% क्यान कम्प्लिट द्याट वर्क? सजिलो छ, क्लासमा पनि एकदम सर्टकट फर्मुलाहरू सिकाइएको छ तपाईलाई। MDH = MDH। यो M भनेको चाहिँ वर्कर, म्यान भनिन्छ। अब वर्कर त वुमन पनि हुन सक्यो, स्टिल MDH = MDH भनेर एउटा पपुलर सर्टकट फर्मुला छ, राइट। यो डाइरेक्टली प्रोपोर्सनल, इन्भर्सली प्रोपोर्सनल गरेर आएका कुराहरू हुन्। यसको डिटेल्स क्लासमै डिस्कस गरौँ। अहिलेलाई चाहिँ यो
वर्कर डे आवर इक्वल्स टु वर्कर डे आवर। यहाँ आवरको कुरा भएको छैन भनेपछि हाम्रो फर्मुला एमडी इक्वल्स टु एमडीमा कन्भर्ट भयो। म्यान कति छ पहिलो केसमा 20 इन्टु डे 8 इक्वल्स टु हाउ मेनी डेज भने पछाडि डे कति भनेर सोधेको छ क्वेसनले। काम 8 भनेर छ सेकेन्ड केसमा हो। सो एमडीएच पहिलो केसको एमडी इक्वल्स टु दोस्रो स्टेटमेन्टको एमडी। यो गर्दाखेरि डे कति आयो 20। यहाँ आवर पनि भएको भए एज पनि हामीले थप्नु पर्थ्यो। जस्तै 20 जना मान्छेले 8 दिन काम दिनको 3 घण्टाका दरले सक्छन् भनेर त्यो आवरको पनि भेरिएबल इन्ट्रोड्युस भयो भने एमडीएच इक्वल्स टु एमडीएच। आवर भन्ने भेरिएबल छैन भने एमडी इक्वल्स टु एमडी गर्न सकिन्छ। इन लिप इयर देयर आर लिप इयरमा कति दिन हुन्छ भनेको छ। लिप इयर भनेकै एक दिन एक्स्ट्रा हुने इयरलाई दिएको नाम हो। सो 366 डेज हुन्छ। अब यो क्वेसन इक्वेसन अफ यो हैज नम्बर अफ रियल रुट्स इक्वल्स टु अब क्वाड्रेटिक इक्वेसन दिएको छ। क्वाड्रेटिकको रियल इमेजिनरी र रुटहरू हुने गर्छन् हैन। रियलमा पनि इक्वल हुन सक्छन् कहिलेकाहीँ। सो यो यसको डिटेल थ्योरी हामी कमिङ क्लासेसमा पनि गरौँला। यसलाई सल्भ गर्न खोजौँ। यो a + b होल स्क्वायरमा एक्सपान्ड गरौँ। a स्क्वायर + 2ab + 2 स्क्वायर गरेर 4 माइनस x स्क्वायर इक्वल्स टु 0 भयो। सो यो र यो क्यान्सल आउट भयो। 2x इक्वल्स टु यो +4 लाई उता लाँदा -4 x इक्वल्स टु -2 भनेपछि x को मान एउटा मात्रै आयो। रुट भनेको यसलाई सेटिस्फाई गर्ने x को भ्यालु हो। सो द्याट इज एउटा रुट आयो। सो नम्बर अफ रियल रुट्स इक्वल्स टु 1। अल्सो रुट भनेको के हो, यो कर्भले एक्स एक्सिसलाई कहाँनेरि काट्छ भन्ने कुरा पनि हो है त। ओके, सम अफ a + 2 a + 3 इज 9। वाट इज द भ्यालु अफ a? यो तिनटै जोड्दा 9 हुन्छ रे। a + 1 + a + 2 + a + 3 गर्दा 9 हुन्छ भने a को भ्यालु कति? यो र यो a जोडेर 3a भयो। 1 2 र 3 जोडेर 6 भयो इक्वल्स टु 9। सो यहाँबाट 3a इक्वल्स टु 9। यो 6 उता जाँदा घटेर 9 - 6 3 भयो भने यहाँबाट a को मान कति आयो? a को भ्यालु 1 आयो। गुड। नेक्स्ट क्वेसन, वाट इज 4/5 अफ 150? 4/5 अफ 150 यही हो क्वेसनले सोधेको। 5 ले यसलाई काट्दाखेरि 5, 30 ले काट्यो 5 के अरे 4 3 जा 12 बच्यो 0 मल्टिप्लाई भएको 120 आन्सर। सजिलो छ। ओके, नेक्स्ट क्वेसन, Krishna's age is 47 years old in 2024. What was his age in 2010? 2024 मा चाहिँ ऊ कति वर्षको थियो? 47 भने 2010 मा कति वर्षको? भने यो पहिला त कति वर्ष अगाडिको कुरा गर्दैछौँ भनेर हामी घटाएर हेरौँ। यो घटाउँदा कति आयो? हामी 14 वर्ष पहिलाको कुरा गर्दैछौँ भने पछाडि त ऊ हामी 47 बाट पनि 14 वर्ष पछाडि जानु पर्यो, राइट? त्यति बेलाको उमेर भेट्नको लागि। सो 3 3 त्यति बेला उसको उमेर कति रहेछ? 33। 2024 बाट 2010 मा जान 14 घट्नुपर्छ भने उसको 2024 को इयरबाट पनि 14 वर्ष पछाडि जाँदा त्यति बेलाको उमेरमा पुग्न सकिन्छ। When x equals to यो, then the value of यो is, अब यो इन्डिसेसबाट आयो क्वेसन। x को भ्यालु 2 छ भने 5 2 - x, यो पावरमा छ यो चाहिँ, यसको भ्यालु कति हुन्छ? x को ठाउँमा 2 सब्स्टिट्युट गरौँ। x equals to 2 - 2, 5 को पावर 0। अब एनी नम्बर पावर 0 इज 1। यो किन हुन्छ? यो सजिलो छ। रुल अफ इन्डिसेसबाट x को पावर n / x को पावर n भनेको के हुन्छ? यो x को पावर n - n हुन्छ। अब यो सेम नम्बरले डिभाइड गर्दा त यो भ्यालु 1 हुन्छ भने रुल अफ इन्डिसेस लाएर घटाउँदाखेरि पनि यसको x को पावर 0 हुने भएकोले यो पनि 1 भएको हो है त। सो एनी रियल नम्बर। ल नेक्स्ट, द नम्बर अफ 3 डिजिट
नम्बर डिभिसिबल बाई 8। ओके, डिभिसिबिलिटी टेस्ट भन्ने हुन्छ होइन, केले केलाई डिभाइड जान्छ भन्ने कुरा। जस्तै लास्टमा चाहिँ इभन नम्बर भयो भने 0 अथवा इभन नम्बर भयो भने 2 ले डिभाइड जाने, इन्डिभिजुअल डिजिट सबै जोड्दाखेरि 3 ले डिभाइड गयो भने 3 ले डिभाइड जाने लगायतका रुलहरू छन्। हामीले डिभिसिबिलिटी टेस्टको फाल्टै क्लास पनि गरेको छौँ। फर्दर तपाईँहरूलाई निड भयो भने यहाँ अनलाइनमै पनि गरौँला। अब यो 8 ले डिभाइड जानको लागि चाहिँ एउटा रुल के हो भने ठुल्ठुलो नम्बर छ भने चाहिँ लास्टको 3 डिजिटलाई मात्रै हेरेर 8 ले डिभाइड जान्छ भने 8 ले डिभाइड जान्छ भन्न मिल्छ। जस्तै 5 6 8 8 8 छ भने लास्टको 3टा डिजिट मात्रै हेर्ने, यसलाई त 8 ले डिभाइड जान्छ भने यो होल नम्बरलाई डिभाइड जान्छ भन्ने रुल छ। तर 3टा डिजिट हुँदाखेरि त त्यसले हेल्प गरेन। सो के गरौँ भने यसलाई सिम्प्लिफाई गरौँ, 168 डिभाइड बाई 8 गरौँ र यसलाई 2 ले काटेर हेरौँ त। सबैभन्दा पहिला 2 ले काट्दा तल 4 भयो, माथि 84 भयो, राइट। सो 84 लाई त 4 ले डाइरेक्ट डिभाइड जान्छ भनेपछि त यो नम्बरलाई 8 ले डिभाइड जाने रहेछ। हामीले सिम्प्लिफाई गरेर चेक गर्नुपर्छ है त यस्तो केसमा चाहिँ। सो एउटामा फर्स्टमा चेक गर्दै यसैलाई डिभाइड गयो भने अरूलाई हामीले चेक गरिराख्नै परेन, किनकि दुईटा आन्सर हुन सक्दैन एमसिक्यूमा। स्टिल 178 डिभाइड बाई 8 गरेर हेर्नुभयो भने र 2 ले सिम्प्लिफाई गर्नुभयो भने यो 89 हुन्छ, यो 4 हुन्छ 2 ले सिम्प्लिफाई गर्दा। भने यसलाई त 4 ले जाँदैन, 88 लाई जान्थ्यो, 89 लाई त जाँदैन भने यसलाई जाँदैन, यसलाई पनि जाँदैन, यसलाई पनि जाँदैन। तपाईँले कन्फिडेन्ट हुनु भएन भने चेक गरेर सबैबाट यो भेरिफाई गर्न सक्नुहुन्छ। तर हाम्रो फर्स्ट अप्सनले नै 8 ले ठ्याक्कै डिभाइड जाने देखाइसकेको छ भने फर्दर हिसाब गरिराख्न जरुरी परेन। ल, यो पिडिएफमा यति नै क्वेसन रहेछ, हामीले यति नै गऱ्यौँ। फर्दर क्वेसन्सहरूको लागि र एक्ज्याक्ट त्यही इक्जामकै पिडिएफको लागि मलाई तल भएको डिस्क्रिप्सनको लिङ्क फिल गर्नु होला। त्यस पछाडि आई विल सेन्ड यु द पिडिएफ अफ द होल क्वेसन। थ्याङ्क यू फर यर अटेन्सन। बाई बाई।